कहिल्यै सोच्नुभएको छ कोही कोही मान्छेहरू कसरी ठूला परीक्षाहरूमा पनि सजिलै सफल हुन्छन्? के हो त उनीहरूको रहस्य? आज हामी त्यही सफलताको पछाडि लुकेको एक शक्तिशाली रणनीतिको बारेमा कुरा गर्नेछौँ। यस्तो रणनीति जसले परीक्षाको तयारी गर्ने तरिकालाई नै पुरै बदल्न सक्छ। परीक्षाको महत्त्व त कति छ कति, होइन र? यो खाली नम्बरको खेल मात्रै होइन। वास्तवमा यसले त हाम्रो भविष्यका अवसरहरूको ढोका नै खोलिदिन्छ। राम्रो नतिजा आयो भने राम्रो कलेज, छात्रवृत्ति र राम्रो करियर सबैको लागि बाटो खोल्छ। त्यसैले यसको तयारीलाई हल्का रूपमा लिनु त भएन नि। ल, यो सफलताको यात्रालाई अलि सजिलो बनाउन हामीले यो रणनीतिलाई 4वटा मुख्य खण्डमा बाँडेका छौँ। सुरु गरौँ पहिलो खण्डबाट। ल त, अब भित्रै पसौँ है। सफलताको यो सूत्र कुनै जादुको छडी होइन, बरु यो त 6वटा एकदमै बलिया पिलरहरूमा टिकेको एउटा प्रमाणित तरिका हो। विषयको गहिरो ज्ञानदेखि लिएर समयको सही सदुपयोग, उत्तर लेख्ने कला अनि परीक्षा हलमा के कुरामा ध्यान दिने भन्नेसम्म यी 6वटै कुरामा पोख्त हुनु भनेको नै उत्कृष्ट नतिजा ल्याउनु हो। र याद राख्नुहोस्, यी सबै एकअर्कासँग जोडिएका छन्। अब लागौँ हाम्रो पहिलो 2 पिलरतिर, जसले सफलताको जग बसाउँछ। त्यो हो के पढ्ने र त्यो पढ्नको लागि समयलाई कसरी मिलाउने। कुनै पनि परीक्षामा राम्रो गर्नको लागि गहिरो, विस्तृत र सङ्गठित ज्ञान हुनु एकदमै जरुरी छ। खाली पढेर मात्र पुग्दैन। पढेको कुरालाई बुझ्नु, त्यसलाई केलाउनु र दिमागमा मिलाएर राख्नु, त्यो हो असल कुरा। त्यसो भए यो गहिरो ज्ञान कसरी बनाउने त? यहाँ केही तरिकाहरू छन्, जस्तै आफूलाई सुहाउँदो तरिकाले पढ्ने, महत्त्वपूर्ण कुराहरूको नोट बनाउने अनि साथीभाइसँग पढेको कुरा छलफल गर्ने। यसो गर्दा गाह्रो कुरा पनि सजिलै दिमागमा बस्छ। अनि हो, पढ्दा पढ्दा बीचमा ब्रेक लिन चाहिँ नबिर्सनुहोस् है। तयारीको यात्रामा होस् वा परीक्षा हलभित्र, सबैभन्दा महत्त्वपूर्ण स्रोत भनेकै समय हो। सोच्नुहोस् त, ज्ञान त छ तर समयमै उत्तर लेख्न सकिएन भने के काम? त्यसैले समय नै सबैभन्दा ठूलो कुरा हो। समय व्यवस्थापन भनेको के हो त? पहिलो, पढ्नको लागि एउटा राम्रो तालिका बनाउनुहोस्। जस्तै बेलुका पढ्ने, बिहान त्यसलाई सम्झिने, अनि परीक्षामा कुन प्रश्नलाई कति समय दिने भनेर पहिले नै हिसाब गर्नुहोस्। कुनै प्रश्नमा अल्झिनु भयो भने त्यसलाई छोडेर अगाडि बढ्नुहोस् र पछि समय मिलेमा फर्काउनुहोस्। अनि अन्तिममा रिभ्यू गर्नको लागि समय छुट्याउन चाहिँ कहिल्यै नभुल्नुहोला। ल, ज्ञान र समयको कुरा त भयो। अब जाउँ अर्को महत्त्वपूर्ण पिलरतिर, उत्तर लेख्ने कला। किनभने दिमागमा जे छ त्यसलाई कापीमा उतार्न पनि त जान्नु पर्यो नि, होइन? उत्तम उत्तर कसरी लेख्ने त? सुरुमै एउटा दमदार वाक्य लेख्नुहोस्। बुदामा लेख्दा उत्तर सफा र स्पष्ट देखिन्छ। हरेक उत्तरको परिचय, मुख्य भाग र निष्कर्ष हुनुपर्छ। अनि सकेसम्म चित्र, चार्टहरू बनाउनुहोस्। यसले तपाईँको उत्तरलाई अरूको भन्दा फरक देखाउँछ। र एउटा प्रो टिप, सबैभन्दा महत्त्वपूर्ण जानकारीलाई सुरुमै लेख्नुहोस्। तर उत्तर लेख्नु अघि प्रश्नले साँच्चै के मागेको हो त्यो कसरी थाहा पाउने? यसको रहस्य लुकेको छ प्रश्नमा प्रयोग हुने क्रियापद, यानि कि एक्सन भर्ब्समा। जस्तै हेर्नुहोस्, प्रश्नमा वर्णन गर्नुहोस् भन्यो भने त्यसको मतलब अर्कै हुन्छ, व्याख्या गर्नुहोस् भन्यो भने अर्कै। विश्लेषण र मूल्याङ्कनमा त झन् धेरै फरक छ। हरेक शब्दले कस्तो उत्तर खोजिरहेको छ भन्ने कुरा बुझ्नु नै आधा काम हो। यो कुरा बुझियो भने उत्तर लेख्न एकदमै सजिलो हुन्छ। त्यसैले त भनिन्छ, उत्तर प्रश्नमै हुन्छ। नियालेर हेर्ने, नियालेर हेर्ने, नियालेर हेर्ने। प्रश्नलाई जति गहिरिएर बुझ्यो, उत्तर त्यति नै उत्कृष्ट हुन्छ। ल, हामीले ज्ञान, समय र लेख्ने सिपको कुरा गर्यौं। अब अन्तिम र सायद सबैभन्दा महत्त्वपूर्ण 2 पिलरको पालो, मन र शरीरको तयारी। किनकि परीक्षा दिने त मेसिनले होइन, मान्छेले हो, र त्यो मान्छे शारीरिक र मानसिक रूपमा फिट हुनुपर्छ। सफलताको लागि शरीर र मन दुवै तयार हुनुपर्छ। शारीरिक तयारीको लागि सन्तुलित खाना खाने, पानी पिउने र हल्का व्यायाम गर्ने। अनि मानसिक तयारीको लागि ध्यान, प्राणायाम गर्ने, आफू सफल हुन्छु भन्नेमा पूरा विश्वास राख्ने, सकारात्मक सोच्ने र डर तनावबाट टाढा रहने। यी 2 मध्ये एउटालाई पनि व्यवस्था गर्न मिल्दैन। ल, अब मानौँ हाम्रो तयारी पूरा भयो। अब आयो परीक्षाको दिन। अब परीक्षा हलभित्र के गर्ने त? आउनुहोस् अन्तिम चरणको कुरा गरौँ। परीक्षा हलमा पुगेपछि पहिले 1 ग्लास पानी पिउनुहोस्। आफ्नो सिम्बोल नम्बर जस्ता विवरणहरू एकदमै ध्यान दिएर भर्नुहोस्।
लेख्न हतार गर्नुभन्दा पहिले सबै प्रश्न र निर्देशनहरू राम्ररी पढ्नुहोस्। अनि सुरु गर्दा आफूलाई सबैभन्दा सजिलो लाग्ने प्रश्नबाट गर्नुहोस्। यसले आत्मविश्वास बढाउँछ। धैर्यका साथ सोचेर सबै प्रश्नको उत्तर दिनुहोस् र सुनिश्चित गर्नुहोस् कि हरेक उत्तरमा तथ्य र स्पष्ट भाषा होस्। भनेपछि गहिरो ज्ञान, लेख्ने सिप र तयार मन, यी 3 कुराको संयोजन नै सफलताको तालचा खोल्ने साँचो हो। यी 6वटै पिलरहरू मिलेर एउटा शक्तिशाली रणनीति बन्छ। त्यसैले अन्त्यमा यो कुरा मनमा राख्नुहोस्, उच्च आत्मविश्वास र दृढ सङ्कल्पका साथ म सफल हुनेछु। सफलताको लागि एउटा योजना चाहिन्छ र त्यो योजनालाई साकार पार्न अटुट विश्वास चाहिन्छ। यो रणनीति अपनाउनुहोस् र सफलताको कथा आफै लेख्नुहोस्।